हेलो गाइस, आज हामी चाहिँ बर्थडे मनाउन आज मेरो बर्थडे रहेको थियो। आज हामी चाहिँ बर्थडे मनाउन गइरहँ म र सङ्गीत चाहिँ स्कुटीमा मामाहरू पनि आइराख्नु भयो। अब हामी केक सेक लिएर जङ्गल जाँदा अब हामी बर्थडे मनाउन आज चाहिँ मेरो बर्थडे रहेथ्यो। आज हामी चाहिँ त्रिभुवन क्याम्पस के गरे त्यही नाम दाइ त्यही नाममा गएर हामी त्यहीँ गइरहँ। अब त्यहाँ चाहिँ केक सेक काटिदियो। आइसक्यो हामी बतासे डाँडा। यहाँ जाडो हावामा जाडो भइरह हामीलाई। यहाँ घरबाट त हिरो भएर आएको थियो, भित्रबाट केही पनि लगाएन, एउटा सर्ट मात्रै लगाएर आएको थियो। अब यहाँ बर्थडे मनाउनु भनेर हामी आएको। मामाहरू आउनु भएन, अझै बाटोमै हुनुहुन्छ। मामालाई वेट गरेर राख। मामाहरू एउटा सुमन दाई भन्ने हुनुहुन्छ, उहाँलाई वेट गरेर राख। यो हाम्रो समीर दाई देखिन त भएन होला न, त्यही पनि लाइटले गरेर क्या, लाइटले गरेर न। यो लाइट पनि आफ्नै लाइट हो, यहाँ मैले त्यो घरबाट लिएर आएको थिएँ पावरवाला, अनि त्यो ठ्याक्क चिप्काइदिएँ। ठ्याक्क काम गरिरहेको त्यसले नि। अब ल्याएरमा के गरेर बस्ने र त्यही। अब मामाहरूको वेट गरेर राखौँ। अब आज स्प्राइट पनि किनौँ। अब हामी मामाहरूलाई वेट गरेर राखौँ। केही काम पाएनौँ। अब हामी यहाँ आइपिएल हेर्दै बस्यौँ। मामाहरू आउनु भएन। अब यसो आइपिएल हेर्ने हो। चेन्नईको र एलएसजीको र लखनऊको म्याच छ। लखनऊको होम ग्राउन्ड हो आज, त्यही हेरेर बस्ने। अब हामी दसमा मामाहरू आउनुहुन्न। लाइक गर्नु है, लाइक। आज मेरो बर्थडे हो, बर्थडे दिन त लाइक गर्नुपर्छ तपाईँहरूले। हाम्रो मामा र दाइ आउनुभयो बल्ल। अघिबाट टाइम गरेर आएको थियो नि, ढिलो बल्ल आउनुभयो हाम्रो मामा। कति ढिलो गर्नुभएको थियो र हाम्रो दाइ फेरि यति मेकअप सेकअप गर्न बस्नुभयो, ढिलो गर्नुभयो फेरि दाइले। यी चाहिँ मेरो केकको अनबक्सिङ भइरह। यी केक मेरो नाम पनि रहेको छ, ह्याप्पी बर्थडे वारिस। केक हेर्नुवाला यस्तो छ। हामीले मोमोसम्म पनि ल्यायौँ, तर यसले चक्कु दिएन न। दाइले फेरि चक्कु पनि लाउनु भएन न। यस्तो ए रहेछ, चक्कु रहेछ, धनु लाउनु भयो रहेछ। यो पनि रहेछ। यो त बच्चाहरूको कामको लागि, हाम्रो कामको त झिर हो क्या, झिरझिरे। ल आज हाम्रो भान्जाको होइन बर्थडे हो न, वारिस भान्जाको बर्थडे हो। हामीले बर्थडे युज गर्नलाई ल टक्क हामी चाहिँ सुमन भाइ आछन् होइन। सुमन भाइ मक्ख परेछन्। यो हाम्रो को हो, यो समीर होइन। कुन ठाउँमा भन्दाखेरि हामी चाहिँ रानी मलमा आछौँ होइन, रानी मलको साइडमा। ट्याक्क चाहिँ अब यहाँ केक काट्ने एकदम तयारी छ। ल ल लाइटर साइटर बालिदिउँ, लाइटर साइटर बालिदिउँ होइन। ट्याक्क लाइटर त होइन सलाई। ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु वारिस, ह्याप्पी बर्थडे टु यु वारिस। म लाइट लाम भने तपाईँलाई फोन त गर्ने भन्थे। के हो खतरा छ नि। अझ यिनले त नकिन्ने भनेको त धन्न मैले। बाबु आज हुन्छ कि ह्याप्पी बर्थडे। त्यो मेरो लाइटकोबाट गरे मात्रै रह्यो। ल ल ल ल ल हाम्रो भाइहरूले नाङ्लोबाट केक लिएर आएको छ नि, नाङ्लोबाट केक खतरा। ल आज बर्थडे, आज बर्थडे हाम्रो, ह्याप्पी बर्थडे। सुमन भाइ पनि छिटी च्याट्ट परेर आएको छ नि। ल है त सुमनलाई त बाबु आज हुन्छ नि त कि भोलि हो फेरि बर्थडेको टाइम जान्छ नि। फेरि ए बाबु आज हुन्छ नि। रातिको 11 बजिसक्यो छ क्या यहाँ। अब 12 बजेर टाइमै भाइ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ल ल ठिक छ ठिक छ। ल यहाँ भुइँमा बसेर गर्नु न। ल एउटा मात्र बालेर हुन्छ र दुईटा राख नि। ल ल ल ल ल ह्याप्पी बर्थडे। यहाँ सलाइसल गर्ने काम प्रोग्राम भएको छ। ल अर्को पनि दुईटैलाई गर्नु। ह्याप्पी बर्थडे टु यु, थ्याङ्क यू, ह्याप्पी बर्थडे टु यु, थ्याङ्क यू, ह्याप्पी बर्थडे टु यु वारिस, ह्याप्पी बर्थडे टु थ्याङ्क यु। यू, थ्याङ्क यू, थ्याङ्क यू। ल ल ल ल काट्न दियो काट्न दियो। केक काटो केक काटो। मलाई केक काट्नै आउन के ल गर्नु। ल ल ल नजिक नजिक बस न, नजिक 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 बस नजिक नजिक। ल म त्यतिकै ल ल ल है। यो त वारिस बिग्रिन्छ नि त। होइन जस्तो काट्नु काटो क्या। ल ल ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु वारिस। नलाग्यो कसैले पनि अलि चिचार भन्न। मामाले बोलाउनु, मामालाई मामालाई। मोबाइल चाहिँ थोकिदिनु पर्दैन दाइ यार। ल ह्याप्पी बर्थडे है। ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे। म काटिदिन्छु। ल ह्याप्पी बर्थडे वारिस, सुमन दाइलाई क्या। वारिस। ल ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे, ल ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। ल ल खाम 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 छोरी खाम।
ल ल सुमन दालाई पनि गयो मलाई गाई खै मलाई यति खुवा उहाँको मुखले birthday to you ल वारिस बर्थडे बोय एकदम राम्रो भएको छ काट न यार काट ए हातमा पनि छ ल का के गरेको रे यार ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु समीर मेरो बर्थडे को सामने दाइको बर्थडे हो उहाँले मुख धुनुभएको छ नाकभित्र छिरेर होइन अलि जोड्ने जोड्ने नाक नाकमा यता फेरि बर्थडे भयो हो ए सुमन सुमनलाई चाहिँ भएन नलाउने सब पानी भाइदिएको कहीँ ल ल ल नाकभित्रै छिर्यो ल मैले लगाइदिनु 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 ल सक्छु पनि ह्याप्पी बर्थडे ल बर्थडे हो नि त आज त औ भयो ल मैले लगाइदिनु मैले लगाइदिनु कि ल ह्याप्पी बर्थडे है वारिसको के अब हाम्रो भाइले खाएको नि नाकभित्र छिर्यो है नाक छैन ल सुमन ल सुमन पनि ह्याप्पी बर्थडे वारिसकोबाट है ल पानी हाल्नु नि दाइ ल ल ल ल थोरै ल ल खै थोरै ल हाम्रो वारिस है वारिस ल बबाल बबाल ल मैले खुवाइदिन्छ नि त बाबु वारिस भाइलाई मैले धेरै खाएँ के दाइ होइन के मलाई घरमा खुवाइदिन्छु के यार गर हल्का हल्का त लाउनु पर्छ यता ल ल ल दारीमा लाग्छ दारीमा तिम्रो दारीमा ल भयो भयो ओहो बर्थडे भयो मुख त धुनु ल पर्यो ल ल ल अब अब नधुम मुख धुने होइन के एउटा फोटो खिच्नु थम्नेल लौ हो त्यस्तो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आज मेरो बर्थडे ल हुलिया भा ल ल ल ओ उहाँको त्यही हो मेरो पावर वाला लाइट लाइट बालेर ल यहाँ Happy जाउँ birthday. अब हामीले चाहिँ अब नास्ता खाना एकदम रेडी छ अब के आएको छ नास्ता होइन अब अनबक्सिङ ल फुलम फुलम के खोइ थोरै हात धुम त हात धोइराख्नु भयो लास्टै हात धोएँ मैले होइन मुख नधो नि हात धुनु पर्छ ल भयो 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 कति खाएको बाबु बिहान भात नखाएको र मेरो बर्थडे पनि भातै नआएको ओ मेरा बा भोकाएर चाहिँ बिचरा बाबु खाऊ हाल्यो भने त बाबा एक्लै खाँदा गम कि गम गम कि गम हो खानु खाएर केही हुन्न तपाईँको पेटमा जाने पेटबाट फेरि निस्किने हो मिठो छ कि कस्तो छ मिठो छ केक चाहिँ मिठो चाहिँ भन् जस्तो ल्याइदिनु भयो एकदम केक चाहिँ भन् जस्तो ल्याइदिनु भयो छ्याएको चक्लेट फ्लेभरमा ल एउटा कुरा चाहिँ रोले फर्स्ट टाइम कसले भन न कसले तपाईँले अँ। मैले त तपाईँले त भनिरहेको छु नि यो मान्छे हिजोदेखि भात यो बर्थडे भनेर हिजोदेखि भात नखाएको गरेर ल्याएर होइन के कपा गफ खान्छ होइन अँ त्यही भएर पनि हो ल ल ल ल अब हामीले चाहिँ खोइ खोलौँ न मोमो खाऊँ मोमो हल्का यहाँ हालेको पुरै खोज्नु यो टप्परमा राख्यो यो घर लान्छ नि भयो क्या भिडियो त एन्डिङ गर्नु अब अब हाम्रो चाहिँ यहाँ मोमो छ ल मोमो खोलौँ 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 ल अनबक्सिङ दाइ ल यो कति 2 प्लेट हो 3 प्लेट हो क्या केक छ ओहो चटनी त बबाले दिएको रहेछ न यो भयो एउटा कति हतारो दाइ ए चटनी खस्यो चटनी पोक्यो 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 ओहो ल यो हो भेज मोमो है के भन्नु होला मुखमा पानी आछ न पिलो यो पनि मोमो है ल ल ल चटनी होला त खानाम त एउटामा खानाम एउटा नखाएन हुन्छ ल है यो चाहिँ चटनी हो यो चाहिँ स्प्राइट हो यो भाइहरू चाहिँ बसेछ म हो। हामी 4जना मात्र आज यहाँ डिजाइनिङ वाला सेफ सिकेर आएको बुटलबाट यति हाल्न भयो 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 ल ल लिक त वारिसलाई एउटा वारिसलाई खा ल रोक रोक वारिसलाई खा एउटा वारिसलाई खुवाइदियो कि वारिसलाई खुवाइदियो कि ल खाऊ ए होइन कहाँ खाऊ यस्तरी नि ल ल ह्याप्पी बर्थडे ल हेरौँ धेरै पकाउनु पर्छ बर्थडे भयो मेरो चट्नी जति कहाँ कहाँ लाग्यो ठिक छ नि ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे ल ल हामीले अब मोमो एकदम भोक लाग्छ झ्याल पनि खाउँ है ल हाम्रो यो समीर हो यता सुमन भाइ हो त्यसपछि यता बर्थडे अघि के अलि चटनी चटनी म चाहिँ अकबर मिया है म भिडियो खिचिरहेको छु अकबर मिया सबैले चिन्नुपर्छ
र चाहिँ अब हामीले मोमो खान्छौँ त्यसपछि गफ गरौँ है। यो समीर दाइले के हान्न लाग्नु भयो दाइ तपाईँले? मैले रक्सी हाल्नु लाग्नु भाइ। ए यो चाहिँ प्योर लोकल स्प्राइट हो। हेर्नु गाज आइरह। दाइले आफ्नोमा धेरै हाल्नु भयो, अरूलाई थोरै हाल्नु भयो, भेदभाव। पाहुना मेरो पाहुना अरूको थाहै छैन यो। तपाईँलाई हाल्ने ओहो दाइ खसान्नु भयो ओहो। यहाँ नाचिया नि देखि होइन ल यहाँ दाइले हाल्नु भयो। दाइले सबैलाई बराबर हाल्नु भयो, बल्ल इक्वेल हाल्नु भयो, हल्का पोखाउनु भयो। यहाँ भर्खर दाइको साथीहरू हाल्न नाचेर जानुभयो। सुमन दाई, मामा, ल सबैले चेस गर्ने क्या सबैले। ल ल यहाँ लाम सबैले। ल यहाँ मामा पनि भिडियो स्प्राइट हो। न्यु इयरको दिन म एउटा नमुनाको बर्थडे। थ्याङ्क यू तपाईँहरूलाई। तपाईँको फोटो आइहाल्यो नि, आइहाल्यो नि तपाईँको फोटो। चिनिहाल्नु नि यो सब साथीहरूले तपाईँलाई चिनिहाल्नु। हामीहरू यहाँबाट निस्किन लाग्यो। अब हामीले सबै आफ्नो खायौँ। अब हामी यहाँबाट निस्किन लाग्यो बर्थडे मनाएर। निस्किन लाग्नुभयो बाई। आज बर्थडे मनायौँ, मजा आयो सबैलाई हान। ल समीर दाई, ल अब हामी पनि जान लाग्यो। अब हामी एक्लै यहाँ के गरेर बस्ने हो र? लाइक गरिदिनुहोस् होला है र सब्सक्राइब पनि। बर्थडे हो। हामी फाल्सा हाथेँ आफ्नो त्यहाँ बहिनीहरूलाई नि अब केही दिनु पऱ्यो नि त, खुवाउनु पऱ्यो नि त। फाल्सा हाथेँ हामी। जसले भिडियो यहाँसम्म हेर्नुभयो लाइक सब्सक्राइब गर्नु होला। मेरो बर्थडेको भ्लग है थियो र मैले यो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु।